ओम नमो नारायण ओम श्री लक्ष्मी नारायण नमः। आज चाहिँ म चाङ्गु नारायणमा छु अनि म चाहिँ घरदेखि यहाँसम्म चाहिँ हिँडेर आएँ। अनि घरमा चाहिँ किन भिडियो नबनाएको भन्दाखेरि चाहिँ फर्स्ट जर्नीको सुरुवात चाहिँ चाङ्गु नारायणबाट गरौँ भनेर चाहिँ म यहाँबाट स्टार्ट गर्नको लागि चाहिँ म यहाँबाट भिडियो स्टार्ट गरिरहेको छु। अनि आज चाहिँ म शिवपुर नेसनल पार्क यहाँबाट चाहिँ म साल नदी गएर चाहिँ अनि के अरे वज्रयोगिनी मन्दिर, वज्रयोगिनीबाट चाहिँ आई गेस समय भ्यायो भने चाहिँ शिवपुरी नेसनल पार्कबाट चाहिँ म निस्किन्छु। अनि अहिले चाहिँ बिहानको 7:30 जति भएको छ। एकदमै हुस्सु लागेको छ। यहाँ चाहिँ मान्छेहरू हुनुहुन्छ होइन, हल्का चिसो छ। अनि म चाहिँ यो क्यामेराबाट भिडियो बनाइरहेछु किनकि मैले चाहिँ डिएसएलआरमा चाहिँ मैले मेमोरी कार्डै हाल्न बिर्सेछु कि चिप हाल्न बिर्सेछु। अनि यहाँ आएर पो थाहा पाइरहेको कार्ड हाल्न बिर्सिरहेछु। सो भिडियो त बनाउनु पऱ्यो नि त नि होइन, त्यही भएर चाहिँ म यसबाट भिडियो बनाउँदैछु। निस्केँ अनि अब यहाँबाट झर्दै अब यहाँबाट हिँड्दै साखु पुग्छु। साखु पुगेर सालनदीको दर्शन गर्छु। एकदम रमाइलो भइरहेछ। यहाँ सुहरू लागेको छ, खास रमाइलो भइरहेछ है। यस्तो बवाल छ नि यहाँ त त्यो बाटोमा मान्छेहरू छन् होइन, एकदम टक्क यस्तो हुस्सु लागेको छ। एकदम बवाल रमाइलो भइरहेछ। सोलो प्ले गर्न चाहिँ छुट्टै हुन्छ नि। आज चाहिँ यहाँ एउटा पनि मान्छे छैनन्। सायद सबैजना आगो ताप्दै होला कोही, र कोही न्यानो ओछ्यानमा बसेका होलान् सिरक ओढेर, र कोही आफ्नो कर्म गर्नलाई निस्केको होलान्। र सुनसान छ यो ठाउँमा चाहिँ यहाँ। तैपनि यात्रा सधैँ कायम हुनेछ। म चाहिँ फाइनली साखु आइसकेँ। अनि यहाँ चाहिँ अगाडि चाहिँ बजार छ। यहाँ बजार लागेको छ, मन्दिरनिर हेर्न सक्छौँ। अनि म चाहिँ मन्दिर हिँड्दैछु। मन्दिर चाहिँ यहीँनिर छ। यहाँबाट मन्दिर दर्शन गर्नुपर्छ। आइ एम सो एक्साइटेड। क्या इनर्जी आइसक्यो। अलिकति थोरै खानेकुरा खाइदिएको अनि इनर्जी आइरहेको क्या। खास रमाइलो लाग्छ मलाई चाहिँ यस्तो बजारहरूमा चाहिँ डुल्नलाई। अनि म चाहिँ थोरै हल्का यहाँ चलफल हाल्दैछु गाउँठाउँमा। सालनदी आमालाई दर्शन गर्ने हो। यहाँबाट टक्क पोजिटिभ भाइब्समा हिँड्ने हो, इनर्जीको साथ होइन। म चाहिँ हिजो पनि बाइकमा आएको थिएँ, तर राम्रोसँग दर्शन नगरिकन हिँडेको थिएँ कि ठाउँमा। र आज चाहिँ टक्क दर्शन गरेर होइन निस्किनुपर्छ। यहाँ अगाडि हेर्न सक्छौँ, हुस्सु लागेको छ, बवाल छ। हेलो, म चाहिँ फाइनली मन्दिरमा आइसकेको छु। यहाँ चाहिँ एकदमै भिड छ किनकि सकिन लागेको दिनमा चाहिँ यहाँ भिड हुन्छ। फाइनली मिठो पुजबिना चाहिँ हालिदिरहेको कि यहाँको फ्लावर्सहरू, यहाँको यो धुपको बत्तीहरूले टिका लगाएको होइन, यहाँको भजन कीर्तनहरूले सब कुराले राम्रो पोजिटिभ दिइरहेको कि। बवाल
बवाल अब यहाँबाट चाहिँ झरेर म 1 नट तल जान्छु म चाहिँ खोलामा अब चाहिँ म यहाँ तल जान्छु अनि यहाँबाट निस्किन्छु एकैछिन यहाँ टाइम स्पेन्ड गरेर म यहाँ अब थोरै रोटीहरू चाहिँ लिएर चाहिँ जानलाई चाहिँ यहाँ पसलमा पसिगेँ यसो थोरै भोग्ला जस्तो नि हुन्छ नि त नि होइन अहिले पछि हिँड्दाखेरि सो आई विल क्यारी सम रोटीहरू अनि यहाँबाट निस्किन्छु यो भिडियो चाहिँ जसले हेर्दै हुनुहुन्छ जसले चाहिँ दर्शन गर्न पाउनु भएन उहाँहरू चाहिँ यहीँबाट दर्शन गरिदिनुहोस् म भिडियो देखाइदिन्छु है त सर्टकट प्रोसेस हो यो चाहिँ आशा गर्छु यो भिडियो हेर्ने भक्तजनहरूको मनोकामना इच्छा सधैँ पुरा होस् श्री स्वस्थानी माताले सधैँ रक्षा गरौँ मलाई कसो जोडेको सबैले रक्षा गरौँ यो दुनियाँमा जो छन् पन्छी प्राणीहरू जनावरहरू सबैलाई रक्षा गरून् म चाहिँ अब यो कोइनहरू चाहिँ यहाँ चाहिँ ढोगेर चाहिँ म चाहिँ यो खोलामा हालिदिन्छु होइन यसरी हाल्यो भने चाहिँ हाम्रो चाहिँ अब ग्रहहरूको चाहिँ राम्रो हुन्छ अरे त्यही भएर चाहिँ फाइनली एकदम खुसी भइरहेछ जति माथि गइन्छ नि होइन त्यति बवाल भ्यू देखिरहेको छ कि यता ड्याम बोय ए यहाँ महाराज पनि आउँदै हुनुहुन्छ ए राजा एटिट्युड माथि असी लाग्यो अरे म चाहिँ बज्रयोगिनी दर्शन गरेर चाहिँ एराउन्ड 1 आवर जति भयो अनि म चाहिँ मणिचुड पुग्न लागेँ अनि त्यति दिनसम्म चाहिँ म यहाँ एकछिन रेस्ट गरेर बसिरहेछु म चाहिँ यहाँ पप्पी पनि साथमा छ जिन्दगीमा सधैँ साथ दिने भनेको पप्पी पनि हो होइन हामीले पप्पीहरूको पनि केयर गर्नुपर्छ मान्छेहरूसँगै पप्पीहरू पनि जनावरहरूको पनि हामीले केयर गर्नुपर्छ अनि आनन्द लागिरहेछ यहाँ रुखमुनि सुतेर बसिरहेछु गीत सुन्दैछु यहाँ पानी बगेको आवाजहरू आइरहेछ अनि यहाँ रुखहरू छारीहरू एकदमै मजा आइरहेछ अब चाहिँ अलमोस्ट पुग्न लाग्यो मन्दिर त्यहाँ मन्जुको दह अनि क्या भोक लाग्यो जस्तो भयो कि सो अलिकति थोरै फ्रुट जस्तो खान मन लागेर चाहिँ मन लागिरहेको यहाँ चाहिँ हल्का थोरै यहाँ चाहिँ अलिकति चिसो छ अनि चिसोमा टक्क स्याउ खानलाई लास्ट मजा लाग्छ त्यस्तो हावा लागेको ठाउँमा यहाँ चाहिँ यार यहाँ चाहिँ ती सामानहरू हालेको लुगाहरू चाहिन्छ कि भनेर यहाँ चाहिँ ओ सेट Oh, finally I got this apple. Oh, म स्याउ खान्छु Oh my god, damn tired के यो चाहिँ यता चाहिँ यो चाहिँ तल चाहिँ काठमाडौँ भयो होइन अनि हामी चाहिँ टक्क यो बादलहरूभन्दा माथि छौँ के अनि यो चाहिँ तल चाहिँ बादल उहरू यो हुसु लागेको छ अनि यहाँ चाहिँ घाम लागेको छ यो चाहिँ मेन मन्दिर हो यहाँ चाहिँ एकदमै रमाइलो लाग्छ मलाई चाहिँ यो ठाउँ सो दिस इज द टेम्पल यहाँको आर्किटेक्चरहरू रोमको जस्तै भनिदिउँ न क्या राम्रो छ अब यहाँको दर्शन भयो अब एकैचोटि म मणिचुड निस्किन्छु अब यहाँ दर्शन गरेर अब माथि गर्ने सो इट्स माई फेभरेट प्लेस
अनि यहाँ चाहिँ म चाहिँ प्रायः जस्तो चाहिँ आइरहेको हुन्छु हजुर अनि यहाँ चाहिँ बिहानको पहिलो घाम देख्न सक्छौँ बिहान हुस्सु लागे पनि यहाँ चाहिँ घाम लागेको छ धेरै दिनपछि घाम लागेको छ सो एकदमै तातो भयो अब चाहिँ मजा आउँछ हिँड्न तल चाहिँ हुस्सु परिरहेछ हुस्सु लागिरहेछ अनि पानीहरू झरिरहेछ त्यस्तो उज्यालो छैन क्या यहाँ चाहिँ सोचेको भन्दा पनि खतरा घाम लागेको रहेछ होइन म चाहिँ यहाँबाट काठमाडौँको भ्यू देखाउँछु काठमाडौँ उता हो सब हुस्सु लागेर छेकेको छ मन्दिर यता अर्को मन्दिर एभ्रिवान अहिले चाहिँ 10 बजेर 10:30 जति भएको छ अनि म चाहिँ यहाँ बज्रयोगिनी आमाकोमा यहाँ आएको छु मन्दिरमा यहाँ चाहिँ बज्रयोगिनीको मन्दिर हो जुन चाहिँ साखुबाट अलिकति माथि छ 3 किलोमिटर जति यो चाहिँ अहिले नयाँ बनेको मन्दिर भयो अनि मेन चाहिँ यहाँ माथि छ सो आइ एम गोइङ ओभर देयर यहाँ दर्शन पनि सक्यो अब दर्शन सकेर अब एकैचोटि मन्चुर जान्छु आई गेस अराउन्ड 2 आवर्स जति लाग्छ तर लेट्स सी कति टाइम लाग्छ बस्दै बस्दै जाउँ होइन बिच बाटोमा मिठा मिठा कुरा सुनाउँदै जाउँ मिठा कुरा नभए पनि तिता कुरा गरौँ मिठो यात्रामा हिँडौँ अब म फेरि यात्रामा अगाडि बढिसकेँ त्यहाँ बसेर चौचौ भन्न आएछ केही समय विश्राम लिएर त्यहाँ चाहिँ स्याउ खाएँ अनि 1-2 भिडियो बनाएँ अनि एकदमै फेरि जोस जाँगर साथ फेरि हिँड्दैछु अब अलमोस्ट पुग्न लाग्यो यहाँबाट चाहिँ अराउन्ड अब 15 मिनट्स जति छ सो आई एम सो एक्साइटेड मैं चला पहाडों पे जङ्गल पे कस्तो चिसो लाग्न थालेको कि चिसो हावा आइरहेको अलमोस्ट 1 बज्न लाग्यो के चिसो हावा आइदिरहेको के एक्कासी अब चाहिँ अलिकति स्पिड बढाउनुपर्छ म जानुपर्छ त्यहाँबाट अझ धेरै हिँड्नु छ मलाई इनसाइड सो आइ एम फाइनली इनसाइड द नेसनल पार्क आई हैव जस्ट बॉट अ टिकट for me and it cost 100 rupees. So I'm finally inside the national park and I'm walking and I'm your Tiger Grill, not Beer Grills. Walk. मलाई चाहिँ लाइफमा चाहिँ म धेरै कुरामा चाहिँ म होइन हिँड्न छोडिदिन्छु तर यसरी हिँड्न चाहिँ म कहिले पनि लाइफमा छोड्दिनँ कि यसले चाहिँ मलाई एकदमै स्ट्रङ बनाउँछ होइन मेन्टली स्ट्रङ बनाउँछ फिजिकल्ली पनि मलाई यस्तो थ्रिलिङहरू चाहिँ गर्दाखेरि अझ लास्ट रमाइलो लाग्छ मजा लाग्छ एक्लै जङ्गलमा हिँड्न एकदम मजा आउँछ र तपाईँहरू पनि यसरी नै हिँड्नुपर्छ जङ्गलमा हाइक गर्दै ट्रेक गर्दै घरमा बसेर सुत्नलाई लास्टै झ्याउ हुन्छ कि त्यसको सट्टा के गर्ने ब्याकप्याक गर्ने खानेकुरा बोक्ने पानी प्याक गर्ने क्यामेरा उठाउने अनि हिँड्ने नरोकिकन गई र यो सँगै जङ्गलमा हिँडेको बेलामा चाहिँ अलवेज सकिन्छ त लाइटर अनि अलवेज एउटा चक्कु बोकेर हिँड्नुपर्छ और मैं यहाँ पे कुछ धमाका करने वाला हूँ मुझे यहाँ पे बहुत मज़ा आ रहा है और मैं काफ़ी थक गया हूँ मेरे दोस्त पर मुझे यहाँ से चलना पड़ेगा अब अलमोस्ट अराउन्ड 5 मिनट पछि पुग्छु म त्यहाँ मन्चुरमा अब म चाहिँ यहाँ अलिकति माथि पुगेँ यो यस्तो धागोहरूले यो बाटो कस्तो राम्रो सुहाएको के टक्क लाइट धेरै नपर्ने अनि भित्रपट्टि जङ्गलभित्र क्या मजा आउने के अब यहाँबाट चाहिँ सुन्दरजल यता 8.5 किलोमिटर अब म 8.5 किलोमिटर सुन्दरजलसम्म हिँड्छु अनि त्यहाँबाट फेरि अझ 2 घन्टा हिँड्नुपर्छ घरको लागि आजको दिन चाहिँ एकदमै एक्सट्रिम हिँडिन्छ के
सोलो एक्लै होइन जङ्गलमा लखर लखर हिँडिदिन्छु। म चाहिँ यहाँ रोटी खाँदैछु यहाँ बसेर भ्यू इन्जोय गर्दै एकदम मजा आइरहेछ। चिसो हावा अनि हरियो हरियो रुख। एकदम मजा आइरहेछ, इन्जोय भइरहेछ। ड्याम बबाल छ, टक्क घाम लागेको होइन अनि सफा पानी छ। वाह नाइस। दिल गार्डन गार्डन हुआ ये देखे। अब म यहाँ केही टाइम यहाँ स्पेन्ड गर्छु, रोटी तरकारी खान्छु अनि त्यसपछि फेरि अब यहाँबाट चाहिँ लगभग 8.5 किलोमिटर रहेछ, अराउन्ड 2 आवर्स जति लाग्छ। सो फाइनली म अब निस्किसकेँ यहाँको चेक पोइन्टबाट नेसनल पार्कको। अनि अहिले चाहिँ अराउन्ड कति बज्यो भने 3:08 लगभग 2 घन्टा जति लाग्ने रहेछ हामीलाई चाहिँ मणिजुरबाट चाहिँ यहाँ आउनुलाई। 8.5 किलोमिटर जति ट्राभल गर्नलाई चाहिँ हामीलाई चाहिँ लगभग 2 घन्टा जति लाग्ने रहेछ होइन। एकदम सुपर रमाइलो भइरहेछ। यहाँ भर्याङ झर्दैछु होइन। अब हिँड्दै हिँड्दै झरौँ न होइन। हेलो एभ्रिवान, म यहाँ अब अलमोस्ट लाइक 8.5 किलोमिटर जति हिँडेर चाहिँ मणिपुरबाट 8.5 किलोमिटर हिँडेर चाहिँ म यहाँ मन्दिरमा आएको छु। सुन्दरजा लामाको मन्दिरमा आएको छु। यहाँ छ मन्दिर, यहाँ मन्दिर छ, आमाको मन्दिर त्यहाँ छ। अनि म चाहिँ यहाँ खोला हाल्नु हेर्दैछु। यो खोला चाहिँ इभेन्चुअली चाहिँ छ नि बागमतीसँग मिस्ने खोला यतैबाट हो। अनि यहाँ चाहिँ भ्यूहरू एकदम राम्रो छ। ड्याम ब्युटिफुल यार। अब म यहाँबाट दिदीको क्याफेमा गएर एकछिन खाना खान्छु। आई विल सी यु देयर। अब म चाहिँ अराउन्ड 30 मिनट्स जतिमा चाहिँ सुन्दरजल पुग्छु। अनि अहिलेको चाहिँ 2:15 भएको छ, अलमोस्ट 45 तिर पुग्छु। अनि त्यहाँ एकछिन बस्छु। मन्दिर पनि त दर्शन गर्नु पऱ्यो नि त। यस्तो बबाल इनर्जी आइरहेछ नि होइन हिँड्नलाई, पुरै छोडिदिउँ क्या। यो जुत्ता चाहिँ हल्का टाइट भएर चाहिँ हो होइन, लोद हिँडिरहेको छु। न्यू रेकर्ड है, यो चाहिँ मेरो न्यू रेकर्ड हुन्छ अब। यस फाइनली आइसकेँ यहाँ मणिजुरको दहमा।
यहाँ चाहिँ ग्याङ फाइट हुँदैछ है ग्याङ फाइट खै टोक्या खै फाइट गरे म यहाँ खाजा खाँदैछु लास्ट भोग लगाइरहेको अनि यहाँ सिन हेर्दै भ्यू हेर्दै खाजा खाँदैछु अब म यहाँबाट केही टाइममा निस्किन्छु अब एकैचोटि घरमा गएर आई विल सो यु है त